के तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ? परमेश्वरको वचन अझै सुन्नको लागि सब्स्क्राइब गरिदिनुहोला। तर यो बुझी राख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपैयाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुसी पार्न नसकिने, अरूको बदख्वाइ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, श्वासघाती, उत्तौला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग बस। 2 तिमोथी 3:1-5 हामी यो पाउँछौँ। जब बाइबलबाट हामी यो कुराहरू हेर्छौँ अनि हामी प्रष्ट हुन्छौँ, आज किन एउटा मानिसले अर्को मानिसलाई धोका दिइरहेको छ, अनि किन आज मानिसहरू आफैलाई मात्र प्रेम गर्ने अनि आफ्नै मात्र स्वार्थ पुरा गर्न चाहने, अनि साँच्चै नै सुखविलास र सफलताको पछाडि किन मानिसहरू आज भागिरहेका छन्, किन आज दौडिरहेका छन् भन्दा परमेश्वरको वचनले हामीलाई यही भन्छ कि यो आखिरी दिनहरूमा मानिसहरू चाहिँ यस्तै हुनेछन्। उनीहरूको मन चाहिँ यस्तै हुनेछ कि उनीहरू कसरी हुन्छ, चाहे त्यो राम्रो काम गरेर होस् चाहे त्यो नराम्रो काम गरेर होस्, सुखविलास प्राप्त गर्ने दौडमा आज सबै मानिसहरू दौडिरहेका छन्। त्यसकारण मेरो प्रियहरू, तपाईँ र म साँच्चै नै सुखविलासलाई भन्दा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हुनुपर्छ। अनि हामी भक्तिको भेष मात्र लिने होइन, तर शक्तिशाली कामहरू गर्ने व्यक्तिहरू हुनुपर्छ। शक्तिलाई इन्कार गर्ने व्यक्तिहरू होइन। हामी घमण्डी होइन, हामी हठी होइन, हामी आफैलाई मात्र प्रेम गर्ने होइन, तर हामी परमेश्वरको वचन अनुसारको जीवन जिएर अरूहरूलाई पनि प्रेम गर्ने व्यक्ति तपाईँ र म बन्नु। त्यति मात्र होइन, तपाईँ र मैले जब बाइबलमा हेर्छौँ अनि त्यहाँ परमेश्वरको वचनमा लेखेको छ, अनि नम्रतामा आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान, है, आफ्नै मात्र हित नखोज तर अरूहरूको हितलाई पनि ध्यान दिउँ भनेर बाइबलले भन्छ। हामी चाहिँ अरूहरूलाई प्रेम गर्ने व्यक्तिहरू, अरूहरूको वास्ता गर्ने व्यक्तिहरू, आफूलाई मात्र फाइदा होइन तर सबैको आफू सँगसँगै सबैको भलाइ अनि खोज्ने व्यक्तिहरू बन्नको लागि परमेश्वरले तपाईँ र मलाई संसारबाट अलग गर्नुभएको छ। त्यसकारण आफ्नो बोलावट अनुसारको जीवन जिउने हामी प्रयत्न गरौँ। जय मसीह।